हेलो हेलो फेसबुक साथीहरू सम्पूर्णलाई नमस्कार। यो हो कर्णाली चिसापानीदेखि कुइने हुँदै कर्णाली प्रदेशको सुर्खेत कालीकोट जुम्ला जाने बाटो। विगत धेरै वर्षदेखि नै यो बाटो कच्ची नै रहेको छ, तर अहिलेसम्म कुनै पनि नगरपालिका, गाउँपालिका, सुदूरपश्चिम सरकार र कर्णाली प्रदेश सरकारले नहेरेको अवस्था छ। यो कहिले बन्छ? यहाँको जनताले शास्ति खेपिरहेका छन्। चुनावको समयमा भोट माग्दै कर्णालीको बाटो बनाउँछौँ भन्दै भोट मागेका सरकारमा पुगेका प्रतिनिधिहरू कहाँ हुनुहुन्छ होला? यो बर्खाको समयमा यहाँको जनताहरूले कति दुःख पाइरहेका छन् भनेर उहाँहरूलाई थाहा छ कि थाहा छैन होला। यसरी मान्छे लडिरहेका छन्, लुटिरहेका छन्, कसैलाई थाहा छैन। भोट माग्दाखेरि हामी बाटो बनाउँछौँ, बिजुली ल्याउँछौँ, पानी ल्याउँछौँ, सिँचाइ ल्याउँछौँ भन्ने प्रतिनिधिहरू कहाँ हुनुहुन्छ? तपाईँहरूको आँखा कहाँ छन्? तपाईँहरूको आँखाले देख्न सकेको छैन वा हेर्न सकेको छैन। नत्र चस्मा लगाएर हेर्नुहोस् कुन अवस्थामा जनता हिँडिरहेको छ भन्ने तपाईँलाई जानकारी छ कि छैन? कहिलेसम्म? यो विगत धेरै वर्षदेखि नै यहाँको जनताहरूले शास्ति खेपिरहेको अवस्था छ। यो भिडियो चाहिँ सक्दोसम्म सेयर गरेर त्यहाँ कर्णाली प्रदेशका मन्त्री, सुदूरपश्चिमका मन्त्री, माननीय ज्यूहरूसँग पुगोस्। सम्पूर्ण साथीहरूले फेसबुकमा सबभन्दा धेरै सेयर गरेर साथ दिनुहुनेछ भन्ने आशा गर्दछु। सम्पूर्ण साथीहरू सक्दो सेयर गरेर लाइक, कमेन्ट, सेयर गर्न नभुल्नुहोला।